गाइस, वेलकम टु माई च्यानल। आज चाहिँ हामी बर्नौली डिफ्रेन्सियल इक्वेसन भनेको के हो र त्यसलाई चाहिँ कसरी सल्भ गर्ने भन्ने कुराको सोलुसन लिएर आएका छौँ। पहिला हामीलाई थाहा पाऊँ बर्नौली इक्वेसन भनेको के हो। एउटा कुनै पनि डिफ्रेन्सियल इक्वेसन जुन चाहिँ होरियो फर्ममा छ dy by dx प्लस dy इज इक्वल टु क्यू वाईको पावर n र यो p र q चाहिँ केसको फङ्सन हुनुपर्छ, x को और कन्स्ट्यान्ट हुनुपर्छ। कि x को फङ्सन हुनु पर्यो कि चाहिँ कन्स्ट्यान्ट हुनु पर्यो। ठिक छ। अनि यहाँ के आयो, यो नयाँ कुरा लिनियर डिफ्रेन्सियल इक्वेसनमा यहाँ y हुन्थेन, यहाँ चाहिँ के आयो y को पावर n भन्ने कुरा नयाँ चिज आयो। यही टाइपको इक्वेसनलाई भनिन्छ हामीले बर्नौली इक्वेसन, जुनमा चाहिँ p र q फङ्सन अफ x ओन्ली एन्ड n बिलोङ्स टु रियल नम्बर र n चाहिँ 0 र 1 हुन सक्दैन, n चाहिँ 0 र 1 हुन सक्दैन। यस्तो डिफ्रेन्सियल इक्वेसनलाई के भनिन्छ, बर्नौली इक्वेसन। अब यसलाई कसरी सल्भ गर्ने त नि भनेर हेरौँ है त। अब यहाँ हेर्नुहोस्, यो एउटा क्वेसन छ, यो बर्नौली फर्ममा छ कि नै। यहाँ x छ, यहाँ y स्क्वायर भनेको 2 भनेको 0 नि होइन 1 नि होइन भनेपछि छ, यो बर्नौलीमा छ। ल यसलाई कसरी सल्भ गर्ने होला त। सुरुमा यहाँ हेर्नुहोस्, सुरुको स्टेप इक्वेसन भइहाल्यो। त्यहाँपछि के गऱ्यौँ, होरियो 1 माइनस एक्स स्क्वायरले डिभाइड गऱ्यौँ दुईतिरै, डिभाइड भयो। dy by dx छुट्टै आयो, x by 1 माइनस एक्स स्क्वायर, y आयो 2y स्क्वायर 1 माइनस एक्स स्क्वायर। अब के गर्ने, यताको होरियो y स्क्वायर छ नि, y स्क्वायरलाई पनि डिभाइड गर्ने। y स्क्वायरले डिभाइड गरेपछि के हुने भयो, 1 by y स्क्वायर आयो। dy by dx यहीँ छ, प्लस x by 1 माइनस एक्स स्क्वायर यहीँ थियो, यहाँ y थियो, y by y स्क्वायर भनेको के हुने भयो, 1 by y। ठिक छ। यता के रहने भयो, y स्क्वायरले डिभाइड गरेपछि 2 1 माइनस एक्स स्क्वायर, यो पनि ठिक छ। अब हामीले के हार्न पर्यो भन्दा, यो अब त्यही हो, यो 1 by y लाई y को पावर माइनस 1 लेखेको। अब होरियो y को पावर माइनस 1 छ नि, त्यसलाई चाहिँ अर्को कुनै टर्म लेख्ने, z लेख्ने भयो। अब आफूलाई जुन मन लाग्छ त्यही लेख्ने। मैले चाहिँ यहाँ z भनेर लेखेको छु। त्यहाँपछि त्यसलाई चाहिँ डेरिभेटिभ गरिदिने, केसको रेस्पेक्टमा, x को रेस्पेक्टमा डेरिभेटिभ गरिदिने। x को रेस्पेक्टमा डेरिभेटिभ गरेपछि y को पावर माइनस 1 को के हुन्छ, nx को पावर n माइनस 1 लगाउनु त, nx को पावर n माइनस 1 लगाउँदा माइनस 1 y को पावर माइनस 1 भनेपछि माइनस 1 इन्टु 1 बाई y स्क्वायर आयो कि नै, आयो। अब म ठ्याक्कै त्यही लेखेछु, होरियो माइनस यता गयो, होरियो माइनस छ, dz बाई dx, dz को डेरिभेटिभ विथ रेस्पेक्ट टु dx, dz बाई dx भयो। अब हामीले हेरौँ, होरियो 1 बाई y स्क्वायर dy बाई dx कहाँ छ, यहाँ माथि 1 बाई y स्क्वायर dy बाई dx। होरि यहाँ हेर्नु त, यो 1 बाई y स्क्वायर dy बाई dx होइन, यसमा लगाएर यसको भ्यालु सब्स्टिट्युट गरिदिने। सब्स्टिट्युट गऱ्यौँ, के आयो, माइनस dz बाई dx प्लस x बाई 1 माइनस एक्स स्क्वायर z डट 2 1 माइनस एक्स स्क्वायर। यो कस्तो फर्ममा गयो त नि, हाम्रो लिनियर फर्ममा गएन त नि, लिनियर फर्म इन वाईमा गएन त नि, लिनियर डिफ्रेन्सियल इक्वेसन इन वाई जेड, सरी लिनियर डिफ्रेन्सियल इक्वेसन इन जेड, यो माथि चाहिँ हुन्छ नि त्यसैको फर्ममा जान्छ, लिनियर डिफ्रेन्सियल इक्वेसन इन जेडको फर्ममा गयो। अब त्यहाँ हेर्नुहोस् के गर्ने यसलाई, अब लिनियरको तरिकाले सल्भ गर्ने। लिनियरको कसरी गर्ने, अब यसलाई dy बाई dx प्लस dy इज इक्वल टु क्यूको फर्ममा लैजाने। त्यहाँपछि के गर्ने, त्यसको इन्टिग्रेटिङ फ्याक्टर निकाल्ने। अब यहाँ हेर्नुहोस्, यहाँ dz बाई dx माइनस x बाई 1 माइनस एक्स स्क्वायर z इज इक्वल टु माइनस 2 बाई 1 माइनस एक्स स्क्वायर भयो। अब यसमा हाम्रो p भनेको के भयो, x बाई 1 माइनस एक्स स्क्वायर, x बाई 1 माइनस एक्स स्क्वायर भयो कि नै, भयो। अब यो माइनस लाई गरेर यहाँ एक्स स्क्वायर माइनस 1 लेखेको छु, माइनस एक्स बाई 1 माइनस एक्स स्क्वायर हो नि त, त्यसलाई मिलाएर 1 एक्स बाई एक्स स्क्वायर माइनस 1 लेखेको छ। ठिक छ, ठिक छ। अब यसको इन्टिग्रेटिङ फ्याक्टर केसले दिन्छ, e को पावर pdxले दिन्छ। त्यहीबाट निकालौँ, e को पावर pdxले निकालौँ। यसरी गरेपछि e को पावर pdx, यसमा लगेर भ्यालु हाल्यो। अब एक्स स्क्वायर माइनस 1 एक्स भयो। अब के आरौँ भन्दा, तलको डेरिभेटिभ माथि बनायो भने के आउँछ, यसले आउँछ कि नै, एक्स स्क्वायर माइनस 1 को डेरिभेटिभ के हो, 2x होइन,
2x माथि बनायौँ भने त हाम्रो यो ln मा गयो कि नै गयो। 2x बनाउनलाई के हाल्ने बाहिरबाट 1/2 तल हाल्ने माथि नि 2 लेख्ने 2 र 2 त काटिन्छ अनि x स्क्वायर भयो हाम्रो के भयो 2x स्क्वायर भयो अनि तल के छ x स्क्वायर -1 छ। अब के हाल्ने भन्दा होरी यो छ नि यो चाहिँ ln मा जान्छ यति भएपछि के हुने हो 1/2 e को पावर 1/2 ln x स्क्वायर -1 होरी यहाँ हेर्नुहोस् यसमा गयो। अब लगको एउटा प्रोपर्टी हुन्छ नि x ln y भनेको के हुन्छ ln y को पावर x भन्ने एउटा प्रोपर्टी हुन्छ नि त्यस अनुसार यहाँ के हाल्यौँ यहाँ हेर्नु त होरी यो 1/2 लाई पावरमा ल्यायौँ। ठिक छ। अब 1/2 भनेको के हो अब e र ln त काट्टिने भयो किन भन्दा यिनीहरू त दुश्मन हुन् e को दुश्मन ln को दुश्मन e त्यही भएर यिनीहरू दुईटा काट्टिने भए। त्यहाँ चाहिँ हामीसँग के रह्यो x स्क्वायर -1 को पावर 1/2 त्यो भनेको के हो रुट अन्डर x स्क्वायर -1 होइन हो रुट अन्डर x स्क्वायर -1। अब के हाल्ने लिनियर डिफरेन्सियल इक्वेसनको तरिकाले चट्ट लाएर इन्टिग्रेटिङ फ्याक्टरले दुईतिर मल्टिप्लाई गर्ने त्यसपछि रुट अन्डर x स्क्वायर -1 dz/dx आयो प्लस x/x स्क्वायर -1 z x स्क्वायर रुट अन्डर x स्क्वायर -1 आयो 2/रुट अन्डर x स्क्वायर -1/x स्क्वायर -1 आयो। अब यो भनेको इन्टिग्रेटिङ फ्याक्टरले मल्टिप्लाई गरेपछि के हुन्छ हाम्रो d/dx अनि इन्टिग्रेटिङ फ्याक्टर डट अब केसमा छ कुन फर्ममा छ अब अहिले हाम्रो z को फर्ममा छ त्यही भएर z त्यही भएर यहाँ यो लेख्यो यो dx यता गयो यहाँ बस्यो यताको अब के हुने भयो यहाँ हेर्नुहोस् यो यसरी रुट राखेर यसरी स्क्वायर लेख्न मिल्छ नि मैले मिल्छ अनि यो र यो काट्दिने भयो त्यसपछि के रह्यो 2/रुट अन्डर x स्क्वायर -1 dx रह्यो। अब यसलाई के हाल्दिउँ इन्टिग्रेटिङ गर्दिउँ इन्टिग्रेटिङ गरेपछि के हट्छ यो d हट्छ इन्टिग्रेटिङ र इन्टिग्रेसन र d भनेको के हुन् दुश्मन हुन् दुश्मनले दुश्मनलाई काट्ने भयो। त्यसपछि यता र z रुट अन्डर x स्क्वायर -1 यता भयो 2 इन्टिग्रेसन 1/रुट अन्डर x स्क्वायर -1। अब हामीले स्ट्यान्डर्ड इन्टिग्रेसन आईमा पढेको होइन त नि स्ट्यान्डर्ड इन्टिग्रल आईमा यो रुट अन्डरवाला के हुन्थ्यो ln x प्लस त्यहाँ जे छ त्यही हुन्थ्यो नि हुन्थ्यो। त्यसैमा लाएर यसरी गरियो। अब हाम्रो सुरुमा केसमा थियो वाइमा थियो कि नै जेडको भ्यालु के मानेको थियौँ 1/y त्यही भएर के भयो 1/y रुट अन्डर x स्क्वायर -1 इज इक्वल टु 2 ln x प्लस रुट अन्डर x स्क्वायर -1 प्लस z। यो क्वेसन आयो भने 5 मार्क्समा आउँछ बर्नौली अब त्यति आउने चान्स छैन। थ्याङ्क यू।